हिजो नेपालले जितिसकेको म्याच पनि हार्यो किनभने मात्र 2 रनले जितबाट टाढा रह्यो नेपाल। अन्तिमतिर यस्तो मोमेन्ट पनि आएको थियो कि जब नेपालले अब सजिलै जित्छ भनेर लागिसकेको थियो। एक ओभरमा मात्रै 7 रन चाहिएको थियो। स्ट्राइकमा थिए करण केसी र सन्दीप लामिछाने। करण केसी छन् भने एक दुईटा बाउन्ड्री हानेर पनि म्याचलाई सजिलै जिताउँछन् भनेर विश्वास थियो। तर लास्ट मोमेन्टको थ्रिलर है अब के हुन्छ भन्दाखेरि लास्ट ओभरको फर्स्ट बलमा 2 रन लिन्छन् करण केसीले। सेकेन्ड बल डट खान्छन्। तेस्रो बलमा करण केसीको विकेट झर्छ है। त्यसपछि ललित राजवंशी स्ट्राइकमा आउँछन्। चौथो बलमा 1 रन लिन्छन्। पाँचौं बलमा सन्दीप लामिछानेले पनि 1 रन लिन्छन् र लास्टमा एक बलमा 2 रन चाहिएको हुन्छ। स्ट्राइकमा हुन्छन् ललित राजवंशी तर लास्ट बलमा फ्यान्टास्टिक बल गर्छन् शरीफले र ललित राजवंशीको विकेट निकाल्छन्। जसको कारणले नेपाल भिक्ट्री नजिक पुगेर पनि जस्ट हेरेर फर्किन्छन्। अब यसमा दोष कसको? नेपालले योभन्दा अगाडि स्कटल्यान्डसँगको म्याचमा हाइएस्ट ओडिआई चेज 297 रन बनाएका थिए र यो चोटि त 321 रन बनाए है। ग्रोथ हेर्नुस् है। नेपाली ब्याट्सम्यानहरूको स्कोर कार्ड हेर्नुभयो भने कुशल भुर्तेल जो फर्ममा छन् है तर यस्तो खराब तरिकाले आउट हुन्छन्। यहाँ भुर्तेलको पनि केही गल्ती थिएन है। भुर्तेल 1 रन बनाउनको लागि कुदिसकेका थिए तर आसिफ शेख यहाँ स्वार्थी बने है। यदि रनिङ गरेको भए सायद विकेट बच्न पनि सक्थ्यो या विकेट गुमाउँथ्यो पनि तर आसिफ शेखले एउटा रेस्पेक्ट चाहिँ कमाउँथ्यो है। तर इमानदारीका साथ भन्नुपर्दा यहाँ चाहिँ आसिफ शेखको स्वार्थ हेरियो र आफू पनि नेक्स्ट 4 बल्समा आफ्नो विकेट 8 रन बनाएर गुमाए। त्यसपछि आउँछन् हाम्रो कप्तान साहब रोहित पौडेल। उनले म्यासिभ 3 रनको योगदान गरेका छन् है र जसरी आउट भए आफूलाई पनि थाहा नगयो जस्तो फिल भइरहेको थियो उनलाई। यहाँ जुन 321 रन नेपालको स्कोरबोर्डमा हेर्दै हुनुहुन्छ यसमा महत्त्वपूर्ण योगदान छ भीम सार्कीको। उनले नेपालको तर्फबाट सर्वाधिक 73 रन बनाए। त्यसपछि आरिफ शेख 39 रन बनाए। ऐरेले 56 रन, सोमपाल कामी 66 रन। ऐरे र सोमपाल बीचको पार्टनरशिप एकदमै राम्रो थियो है। 1 रनलाई 2 रन बनाउँथे, इभन 2 लाई 3 पनि बनाएका छन्। 4-5 ओभरसम्म त कुनै बाउन्ड्री आएको थिएन तर राम्रो सुझबुझ धैर्यता गर्दै ब्याटिङ गर्दै थिए यी दुवैजनाले। यो हारबाट सबभन्दा निराश होलान् सोमपाल। यति राम्रो ब्याटिङ पछि भिक्ट्रीसम्म नपुर्याउनुको जुन फ्रस्ट्रेसन छ हेर्न सकिन्थ्यो विकेट पछि सोमपालमा। अर्कोतिर हेर्नुभयो भने स्कटल्यान्डबाट कप्तान बेरिङटनले शतकीय पारी खेले। टियरले 68 रन बनाएर लिस्कले शानदार 96 रन। जसको कारणले स्कटल्यान्डले राम्रो टोटल उभाएका थिए स्कोरबोर्डमा। बाँकी तपाईहरु भन्नुस् हिजोको नेपाल भर्सेस स्कटल्यान्डको जुन सेकेन्ड म्याच थियो तपाईहरुको यसप्रतिको राय के छ तल कमेन्ट सेक्सनमा लेखिदिनु होला है। र अहिलेसम्म भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।